माइल दिदी के गर्न छौ को गाडी ए बहिनी आऊ भित्र आऊ फेरि के मङमा हो के गर्दैछौ के हुनु गाडी तिम्रो भेनाजीले अचार खाने रे के तिमीले यसो पिस्देल नाछौ अचार भनेर अब पार्छ गाडी त के गति कामले आयो ए अनि मागी कस्तो भयो त अनि मासु ल्याउ कि नै कहाँ ल्याउनु गाडी लिएन नि पैसै थिएन फुट्या गौरी थिएन अनि माथिबाट 1 केजी त्यही ब्रोइलरको मासु लिएर पकाइदिया मागीमा पनि के मासु खानु हो गाडी त्यही तरुल सरुल खाने रोटी सोटी खाने अनि भयो त त्यो पनि मासु कहाँ काट्छन् मलाई थाहै थिएन अनि कोहीले भन्ने पनि भनेनन् तिमी पनि मलाई भने पो हुन्थ्यो र म तँलाई भनिदिन्थे सुँगुरको मासु काटेको थिएँ म भनिदिन्थे र फाल्थे मासु जति त्यही पनि अनि गाडी मासु फालाफाल भएर के गर्ने त पैसा थिएन त पैसा थिएन के त्यही भएर म त मागी मान्न आमै दिदी मैले त गाउँलाई भनेको थिएँ म त गाडी जाउ झन् राम्रो भएर कस्तो गाडी तिमी पनि हिजो त आउनु पर्छ आज केही छैन त के खान्छौ त गाडी तिमीले अब मासु पनि सिद्धियो सब सिद्धियो यस्तो चल्छ कि नै अब खानेकुरा गरिहाल्यो अस्ति खाएको हेर तिम्रो भाइले धन्नै मारेर हेर अनि अब त्यही पनि यसो छ भने अब एक्लै त खान्न दुई बहिनीले खाने भाषी तिमी पनि रहेछौ गाडी पुइ देखेर यस्तै हुने म त जगाइदिन्छु पहिला अनि अहिले कति चुप्प लाग्न खोज्नु पर्छ झन् डाप्छन् जगाइदिनु पर्छ हातमा जे आउँछ त्यसले जगाइदिनु पर्छ अनि दुई दिन जिन्दगीमा खाएर हामी के बाटोमा सुत्या छैन सुत्दैनौँ दुनियाँको कुरा काट्दै हिँड्दैनौँ हेर बहिनी अनि लौ त गाडी अब यो हेर मासु छिदियो गाडी अस्ति छ धेरै ल्याएको थिएन ए प्लास्टिकको गिलासमा मार्न पनि पर्दैन आऊ बहिनी बस त्यहाँ कुर्सी बसेर के खान्छु आऊ अप्ठ्यारो हुन्छ बस अब यही हेर बहिनी यो तल कान्छीले ध्यान यही हो मासु त सिधियो गाडी गाह्रो पिरो नमाने ल धेरै छैन यति धेरै खानु पनि हुन्न फेरि त्यो गाडी अनि यति पनि के खाएको भयो त यो थोरै पनि थोरै खाऊ अलि चाम्लो सकेर बच्चाहरूलाई लग्यो यो खान सकिनु भने मिठो छ हेर मलाई पनि तल्सेर चौधरी कान्छी ल्याइदियो रक्सी त ठिकै थियो नि हामी पनि तिमी पनि गाडी